ओहो के हो? बाई नता सीता ल केही भन्नु न च्यानलको लागि के यसो। भन्नु अब होइन नयाँ नयाँ छ सब्सक्राइब गरिदिनु माया देखाइदिनु गाइज यति भन्नु चाहे भोलि भेटौँला ठिक छ। ल फाइनली म चाहिँ रुममा आइसकेँ रुममा आएर भर्खरै यहाँ रेस्ट गरिरहेको छु यता दाइ चाहिँ सुति नै राख्नु भएको छ बेलुका नाइट काम गर्नुहुन्छ नि त त्यही भएर सुतिराख्नु भएको छ अब थाहा भइहाल्यो म चाहिँ भर्खरमा नयाँ नयाँ गरिरहेको छु कस्तो छ के छ यसो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला कमेन्ट गर्नु होला होइन कस्तो छ अझ कस्तो गर्दा चाहिँ राम्रो हुन्छ प्रतिक्रिया पनि दिनु होला फाइनली साथीहरू म चाहिँ घरबाट निक्लेको अब मेरो चाहिँ फेरि 7 बजी पुग्नुपर्ने हुन्छ 7 बजी भन्दै पर्छ म यहाँबाट चाहिँ अलिक हाँस्ने काम गर्नुहुन्छ एक वर्ष पनि आयो होला यतिकै बसिरहेको त्यसो गरी यहाँनिर केही राख्नु हुँदैन भिडियोहरू बनाएर guys, yo psikola lihat itu bos gila angsa naik langsung kita sih kita sampai
चाहिँ जरुरीको दाम छ यहाँ भिडियो गरिबस्यो भने फेरि अर्को काम भइदिन्छ त्यही भएर यहाँ चाहिँ टी-सर्टको मगाउनुपर्छ मारेर पनि फेरि सुतेछु क्या म त्यही भएर आज चाहिँ ढिलो भयो होइन फेरि सुतेर अनि पछि ड्युटीलाई त 12 भइसक्यो क्या सोधेर फेरि उठेर कफी नखाइ चाहिँ फेरि मलाई हिँड्नु मन लाग्दैन क्या म कफी चाहिँ एकदम खानु हो कफी चाहिँ फेरि दिनमा 3-4 कफी खाइदिन्छु क्या त्यस्तो हुन्छ बिहानै गरेर फेरि कफी बनाएँ खाएँ अनि निक्लेको ढिलो भयो क्या रोकेर यता चाहिँ फेरि फेरि बसेर बसिरहेको हुन्छ एकदम त्यसरी हाम्रो म चाहिँ आज पहिलो दिन हो त यो कस्तो आशा पनि थाहा छैन क्यामेराको एमआरपी ल्याएको छैन त्यो थाहा छैन भोलिबाट त थाहा हुन्छ नि त अब बसेर गएको थिएँ अस्ति भर्खर एउटा एउटा भ्याक्सिन खाएको थियो भने चाहिँ हुन्छ कि म बिस्तारै गइरहेको छु क्या यस्तो खाल्दा सक्छ होइन आधी छुटिहाल्छ क्या त्यसपछि फेरि एकछिन ढिलो भयो भने फेरि केही बुझ्न गाह्रो हुन्छ क्या त्यही भएर राति चाहिँ अहिले चाहिँ अब गाडी सकेर भइसक्यो नि त सबै त्यही भएर एकदम भिड जाम भइरहेको क्या पहिला पहिला चाहिँ मैले त यतिखेर काम गर्थेँ क्या यतिखेर त्यतिबेला चाहिँ राति एकदम खुल्ला हुन्थ्यो क्या त्यतिखेर अहिले फ्री हुन्थ्यो नि त अहिले चाहिँ अब एकजना साथी आउनुहुन्थ्यो आज फोन पनि गर्नुभएको छैन यहाँनिर एउटा पिकअप गर्ने गरेको थिएँ मैले चाहिँ सँगै जानुहुन्छ नि त पनि सँगै जानुहुन्छ एकचोटि कल गर्छु अनि नजाने भनेर होइन अनि मैले चाहिँ कल गरेको उठाउनु भनेको मात्रै जान्थेँ ढिलो बसेको नि त ल यहाँबाट गाह्रो बन्द रहेछ फेरि हो घुम्नु पनि भयो नि त अब यो चाहिँ वान वे हो क्या साथी चाहिँ जति मसँग जानु हुने त जति अब पनि सँग गर्छ त एउटा मान्छे गर्नुपर्छ अनि जति जानु पर्छ मसँग
फाइनली गाइस हामी चाहिँ क्लासबाट निस्किसक्यौँ। अब रुम फर्किने क्रममा छौँ। अहिले चाहिँ साथी र म फर्किरहेको छौँ। बिहान चाहिँ केमा आउनु भएको थियो तपाईँ केमा आउनु भएको थियो बिहान सिङ्गोमा आउनु भएछ। धेरै सुत्नु भएछ। हाम्रो साथी चाहिँ हिजो बेलुका 3 बजी मात्रै सुत्नु भएको थियो अरे। के भयो अरे तपाईँले हिजो के भएको थियो अरे एक्सक्रिम कति खानु भयो त्यही त एक्सक्रिम खाए पछाडि एउटा एक्सक्रिम खायो भने कति घन्टा हुन्छ निद्रा लाग्ने गरी मलाई पनि ठ्याक्कै थाहा भएन। त्यस्तै हो क्या म पनि कफी धेरै खाइरहेको हुन्छु होइन त्यही भएर मलाई पनि खासै निद्रा लाग्दैन क्या। म चाहिँ फेरि कफीको एकदम फ्यानै हो किन आफ्नो कफी खाइदिन्छु र पनि मलाई निद्रा लाग्छ के लाग्छ। काममा कति बजी जानुहुन्छ किन र ए ए ठ्याक्कै यो चाहिँ अस्ति यतातिर आन्दोलन भएको साइड हो यो बानेश्वरको पानी ट्याङ्की यता यस्तै पुऱ्याउँछ राइडरहरू होइन हामी चाहिँ राइडर होइन चलाउने हो यतिको राइडरहरू भएको पछाडि अब आफूले भनेको ठाउँमा रोक्नु सकेको ठिकै हो रोक्न सकेन भनेदेखि चाहिँ अब अहिले अब यस्तो धेरै भइरहन्छ नि त अहिले अब गाडीहरू पनि लाइसेन्स छैन भने त झन् गाह्रो हुन्छ होइन। म यो भन्न चाहन्छु कि लाइसेन्स ननिकालिकन कसैले पनि चलाउनु होला। पहिला यहाँनिर एक्सिडेन्ट भएको रहेछ क्या हाम्रो साथीहरूको चाहिँ यही यसमा ठोकेर त्यो अभिषेक यहाँ रेस्टुरेन्टमा त्यो चाहिँ इलेक्ट्रोनिक थियो क्या अलिकति त्यसको पनि कमी हुँदैछ के भन्छ त्यो त्यो मोड्दाखेरि के भएर लडाइँ त स्टेनमा ठोक्या थियो होइन सकिन्छ भाँचिया थियो समस्या नि त। किन स्टुडेन्टमा गर्नु भएको थियो ए त्यो ऊहरू भएर होला कि सन्डेहरू त राख्नु त अब चाहिँ नयाँ सरकार आइरहेछ केही न केही हुन्छ कि जस्तो चाहिँ लागिरहेछ हेरौँ यस्तो हुन्छ यतिको चाहिँ हुनु पऱ्यो क्या। ओहो के भयो ठ्याक्कै आइदिरहेको होइन बिस्तारै गइरहेको कस्तो ठ्याक्कै त्यो मान्छेहरू पनि गइरहेको थियो नि त फेरि ठ्याक्कै चल्दा चल्दै पनि भयो झन्डै ठोकेन होइन। त्यही भएर मैले बिस्तारै चलेर आउँछु यहाँतिर मिठो मान्छेहरू हिँडिरहेको हुन्छ बच्चाहरू हिँडिरहेको हुन्छ गाह्रो हुन्छ यस्तोतिर भित्राउने भन्नुपर्ने यस्तो गरी काट्ने चाहिँ बच्चाहरूले बाटो यहाँतिर आइसक्यो ल ल ल केही भन्दैन च्यानलको लागि अब होइन नयाँ नयाँ छ सब्सक्राइब गरिदिनु नयाँ देखिदिनु गाइस यति भयो गाइस भोलि भेट्नु अब कम्पनीमा गर्नुपर्ने हुन्छ यहाँबाट के भन्छ यो ठाउँलाई यो शान्तिनगर भित्रतिर हो यो चाहिँ
साथी चाहिँ यतै बस्नुहुन्छ अनि म चाहिँ यतै नैबाट साथीलाई पुऱ्याएर फर्किन्छु होइन कि अब जाँदैछु फेरि फेरि खन्दै यता चाहिँ नि कस्तो कस्तो भइरहेको थियो आज पहिलो दिन भएन त्यही भएर पहिला यस्तो खासै भिडियो बनाउँदिनँ थिएँ म चाहिँ आज चाहिँ अब पहिलो दिन भएर के बोल्ने होइन के भन्ने भइरहेको छ बिस्तारै अब गर्दै जाँदाखेरि चाहिँ होला नि त अहिले चाहिँ अब स्कुल टाइम भएर पनि होला अहिले ठ्याक्कै 9 बजिसक्यो 9 साढे 9 हुन लागिसक्यो टाइम बसेर आइरहेको छ रोक्दै गइरहेछ अहिले चाहिँ एकदम जाम गरेँ बागमतीबाट भर्खर निस्किनु यो बागमती पुगेर म चाहिँ एकदम जाम भइरहेको छ यहाँनिर अहिले एकदम स्कुल टाइममा चाहिँ धेरै नै जाम हुन्छ कि अब के भन्नु अझ पहिला पहिला त धेरै नै जाम हुन्छ अरे होइन यतातिर अब हुन्छ यो ठाउँमा धेरै बेर बस्नुपर्ने अहिले त अझ पहिला जस्तो हुँदैन र पनि स्कुल टाइममा चाहिँ भइहाल्छ नि अब बसेको धेरै सजिलो हुन्छ होला अहिले चाहिँ जाम भन्दा पनि सिग्नल लागेको रहेछ स्कुल बस रहेछ फेरि पहुँच्यो सबै रहेछ हेलो हेलो यता चाहिँ भाइहरू अङ्कल हो कि आन्टी हो भनिरहेको छ हेलो हेलो ए स्कुलको भाइहरू छ नि अलिक स्कुल बसमा होइन भाइले दाजु एकदम रमाइलो हुन्छ क्या यस्तै बेला हो रमाइलो हुने तर हाम्रो घरमा त्यस्तो बसेको थिएन होइन गाउँमा थिएन र पनि हाम्रो चाहिँ हिँडेर जानु पऱ्यो गाउँमा चाहिँ झन्डै कति 1 घन्टा जति नै लाग्थ्यो क्या जान आउनु नै परिरहेको कस्तो लागिरहेको मलाई चाहिँ आज पहिलो दिन भएर पनि होला होइन उदाहरण भनिरहेको कसै बस गरिरहेको छ बसेको फेरि लाइन छँदै पुगेको भन्दा यहाँनिर चाहिँ बसेर यति जान्छ यिनीहरू गर्दा कति जाम भइरहेको हुन्छ जाम हुन्छ अब उहाँहरूलाई पनि हाल्नु पऱ्यो हामी
जानुहुन्छ क्या बसेर किरा हुन्छ नि त यताबाट गयो भने चाहिँ त्यही भएर म चाहिँ यताबाट सर्टकट यहाँबाट गयो भने चाहिँ फेरि त्यो माथि छाप्लाउनु निक्लिन्छ क्या त्यहाँनिर त्यहीँसम्म हो क्या जाम हुने पनि यहाँबाट चाहिँ सबै त्यहाँनिर नै निक्लिदिन्छ क्या त्यही भएर म चाहिँ जहिले पनि यतैबाट नै जाने गर्छु क्या सर्टकट बाटो पर्छ नि त भएर प्रायः जहिले पनि त्यही नै गइरहन्छ चारहरू बसिरहेको हुन्छन् घर हान्ने हो कि हुने हुन्छ क्या अब कतै नयाँ ठाउँ जाँदा पुरै स्पिडमा आइरहेको हुन्छ पुरै लङ छ त्यहाँनिर सुरुको चोटि चाहिँ म पनि त्यस्तो लाग्यो तपाईँ 1300 थियो होइन अनि पुरा स्पिडमा लाग्यो त्यही अनि गइसक्यो फाइनली ठ्याक्कै यहाँनिर निक्लिन्छ क्या एउटा हुन्छ यहाँनिर त्यही भएर जाम हुने जडीबुटीबाट यहाँनिरसम्म हो नि त यहाँनिर निक्लिन्छ क्या यहाँबाट चाहिँ त्यही भएर जहिले मैले जाम पहिला चाहिँ अर्कै थियो पहिला चाहिँ त्यो खाजा सहरहरूमा अहिले चाहिँ यहाँनिर एक किलो घरमा आएको छ त्यो कस्तो अर्कै लागिरहेको छ कति छोटो टाइममा जस्तो लागिरहेको पहिला चाहिँ काम गरेर काम गरेपछि बेलुका शान्ति हुन्थ्यो कि दिनमा होइन हुँदै पर्छ थियो बेलुका दिनमा दुईवटा काम गरेर अनि त्यहाँबाट खाजा खायो अनि खाजा खायो अनि यसरी बिहान अनि सिधै दिउँसो 4 बजी उठेर अनि फेरि ड्युटी जान्छ क्या त्यस्तो क्या खाना पनि नखाएँ त्यस्तै थियो त्यही भएर अहिले चाहिँ त्यति बेला पनि होला अहिले बिहान त्यही खाना पनि त्यो ग्यास्ट्रिकको बुक गऱ्यो होइन नेपालीको अब राष्ट्रिय रोगी हुन्छ ग्यास्ट्रिक चाहिँ त्यसलाई भइरहेको छ अब यस्तो रिसिभ जस्तो छ यस्तो यो त एकदम मेन रोड हो नि त यो त तर यहाँ नै हुनुपर्ने हो नि त अब यतातिर पनि तर यहाँ चाहिँ अब टुवे छ नि त त्यही भएर पनि एकदम बाटो पनि एकदम सानो छ नि त अब घरै मात्रै छ नि त त्यही भएर पनि जाम चाहिँ धेरै नै हुन्छ क्या अलिक खुल्ला बाटो हुनुपर्छ नि त अब एउटा बस एक ठाउँ रोक्यो भनेदेखि पुरै जाम भइहाल्छ क्या 1-2 मिनट मात्रै एक ठाउँ बस रोक्यो भने पुरै नै जाम भइहाल्छ तर यो ठाउँमा चाहिँ फेरि त्यस्तो छ होइन साह्रै हप्ता भारिसक्यो अरे त्यसलाई चाहिँ त्यति अघिदेखि हरान बजारबाट नि त म चाहिँ उतैबाट जाँदा पनि हुँदैन चाहिँ घरबाटै यहाँ चाहिँ पसल छ क्या हाम्रो म चाहिँ यसो पसलमा गर्नु छ नि त हो आमा हो के साह्रो त हो सिलगढीमा यता छ त हो कस्तो दिँदैछ के गर्नु लाग्यो बुबाजी खोइ ल म त गएको म चाहिँ अब खाना खोज्छु नि त त्यही भएर त्यसमा चाहिँ म दिइहाल्छु म चाहिँ बस्नु हुन्छ होइन
पहिला चाहिँ म फेरि यहीँ नजिकै बस्थेँ क्या यहीँनिर बस्थेँ अनि यहाँ चाहिँ सबै राम्रै नै थियो अनि पछि चाहिँ फेरि हामी फ्यामिली नै हो नि त यतै नै सबै त्यही भएर पहिला चाहिँ कोठामा बसिरहेको थियो छुट्टा छुट्टै अनि त्यही भएर दुईवटा कोठा ल्याएको थियो अनि दुईवटा कोठा भन्दा अब फाइदै लिएर बस्यो भने राम्रो हुन्छ भनेर त्यही भएर अहिले चाहिँ हामी सबै हेलो हेलो के छ आरामै हुनुहुन्छ म क्लास गर ल हाम्रोमा दाइ नगरपालिका 4 आइरहेको रहेछ त्यसको गाडी आइरहेको छ मान्छे यति हुन्छ भने हामीलाई धेरै नै हुन्छ किनकि यहाँ स्कुलमा त भनेकै फाइनली अब मेरो चाहिँ रुम आइपुग्यो ठ्याक्कै